क्या 5 वटा जति मैले पुल बचाएँ, ठुल्ठुलो पुल, जुन पुल निर्माण गर्नका लागि 10 करोड 12-15 करोड लाग्छ। फेरि त्यो निर्माण हुनका लागि प्रोसेस गराउँदाखेरि फेरि अर्को 7 वर्ष पर्खिनुपर्छ। त्यो पुल बचाउँदासम्म पनि तैँले किन त्यो पुल बचाएको, तेरो क्षेत्राधिकार बाहिर गएर बचाइस् भन्नुभयो क्या। त्यो पुल चाहिँ लडेर जानु दिनु पर्थ्यो अरे क्या मैले, किनभने त्यो त सङ्घीय सरकारले बनाएको पुल हो, त किन बाठो भएको है। त्यो पुल फेरि पछि मर्मत भए पनि खर्च लिनलाई सङ्घीय सरकारकै भए पनि नेपाली जनताको ट्याक्स हो नि, मेरो देशको हो नि त हैन। म एउटा नेपाली भएको नाताले मैले बचाएँ हैन। यस्तो खालको छ क्या। त्यसले गर्दाखेरि अब त्यो पनि प्रक्रिया मिलेन नि त। अब मैले सङ्घमा पत्र पठाउनु पर्थ्यो, साइन गरेर लु हजुर भन्नु पर्थ्यो, त्यतिन्जेल पुल काम गर्नु भत्किन्थ्यो। फेरि भत्किनु दिनु पर्ने रहेछ क्या यहाँको त। भत्कियो भने अर्को बनाउनु पर्यो नि त, अर्को बनाउँदा त कमिसन खान पाइयो।